ए बुढी हजुर कति धेरै थाकियो आज फास्टै काम थाकेर आया खाना के पकाइदियो त नि पाकिसक्यो ल त नि ल फ्रेस भएर आउनु अनि भात खाउँला नि त तपाईँलाई मनपर्ने पकाइछु आज चिकन पकाइछु अनि फर्सी पकाइछु इस्टराको अचार बनाइछु ऊ छोरी र तपाईँ फ्रेस भएर आउनु अनि भात खाउँला नि त नानी त कति थाकियो नि कति बिरामी आएका नि छोरो कति बिरामी आएका यहाँ बस त मम्मीलाई मारिदेऊ थाक्यो बुढा पानी ल्याउनु न हम एक गिलास अब पानी खाएर अब फ्रेस भएर छिटो छिटो अब भात पकाएर अनि खाएर सुत्ने मासु पनि बाजिएको छ मासु पकाऊ कसरी हुन्छ अब छिटो छिटो गर्नु पर्यो अनि मैले मासु खान्छ त नि साग पनि छ नि त साग पनि पकाऊ अलिकति के भयो